आजको बैठकबाट सर्वसम्मत रूपमा ग्लोबल फोर्स एफसी लाई मर्ज गरी बरुवा एफसी को रूपमा अगाडि बढाउने निर्णय गरिएको छ। वेलकम। ल सबै तयार। अब हेमन्त दालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी एकजुट भएर लाग्नु भनेको धेरै राम्रो कुरा र धेरै खुसी लागेको पनि छ। सबै नमस्कार है, नमस्कार सबैजनालाई। नमस्कार लास्टो क्यापुला, तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानलमा न्यू डे न्यू ब्लग। हाम्रो डिस्क्रिप्सन पनि हेरेर थाहा पाइसक्नुभयो होला। आज चाहिँ अब हाम्रो क्लबको मन्थली मिटिङ छ, साथै चियापान कार्यक्रम पनि छ। अहिले चाहिँ म अब यहाँ बगलातिर जाँदैछु, खानासाना पनि खानु पर्यो। अनि खाना खाएर चाहिँ अब हाम्रो जीवन एकोमोडेसनको ग्राउन्ड फ्लोरमा वेटिङ रुममा चाहिँ मिटिङ छ। सबै केटाहरू पनि त्यहाँ आउँछ। स्टे ट्युन है त गाइज। अहिले चाहिँ म खानासाना खाएर पनि जीवन ब्लकमा आइसकेको छु। अहिले चाहिँ अब केटाहरूको वेटिङमा हो। केटाहरू पनि अब बिस्तारै आउँछ होला, समय पनि भइसकेको छ। ल फाइनली अहिले चाहिँ हाम्रो केटाहरू पनि आइपुग्यो होइन। हाम्रो सचिव यहाँ लेख्दै हुनुहुन्छ, हाम्रो खेलाडी भाइहरू सदस्य होइन, कमिटी सदस्यहरू पनि आइपुग्नु भयो। यहाँ हाम्रो किपर भाइ, सचिवको हालखबर के छ त नि? अक्टोबर लेख्दैछ सचिव। ल हाम्रो केटा हो ब्लगमा सबैजनाले हेलो भन ल। अहिले चाहिँ केटाहरू आउनु थाल्यो है। समयको अब पाबन्दीले गरेर पनि समयको पनि अभाव छ हामीसँग होइन। रात परिसकेको छ, अब भर्खर केटाहरू आउनु थालेको छ। अब हेरौँ कतिजना आउँछ केटाहरू आज होइन। कतिको त ड्युटी छ अब है, कतिजनाको चाहिँ अब समय पनि नमिल्नु सकेको हुन्छ। जतिजना हुन्छौँ हामी त्यतिजना बसेर चाहिँ आज चाहिँ हामी मन्थली मिटिङ गर्न गइरहेको छौँ। नमस्कार सबैजनालाई। आज मिति 8 जुलाई 2026 हामी सम्पूर्ण खेलाडी साथीहरू तथा कार्य समिति सदस्यहरूको मासिक बैठक भएको अवसरमा एक महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। आजको बैठकबाट सर्वसम्मत रूपमा ग्लोबल फोर्स एफसी लाई मर्ज गरी बरुवा एफसी को रूपमा अगाडि बढाउने निर्णय गरिएको छ। यस परिवर्तनको मुख्य उद्देश्य हामी सबै बरुवा आवास बरुवा एकोमोडेसनमा बसोबास गर्ने भएकोले सोही समुदायलाई प्रतिनिधित्व गर्ने पहिचान सहित क्लबलाई अझ सशक्त, एकबद्धता र दीर्घकालीन रूपमा अगाडि बढाउने हो। यस नाम परिवर्तनसँगै क्लबको पहिचान मात्र परिवर्तन भएको हो। हाम्रो परिवार, उद्देश्य, मूल्य र एकता भने यथावत रहनेछन्। ग्लोबल फोर्स एफसी को सम्पूर्ण खेलाडी, कार्य समिति सदस्य तथा सहयोगीहरू अब बरुवा एफसी को नामबाट एउटै परिवारको रूपमा निरन्तर अघि बढ्नेछौँ। साथै क्लबलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न कार्य समितिमा केही आवश्यक फेरबदल पनि गरिएको जानकारी गराउँदछु। आजदेखि हाम्रो क्लबको आधिकारिक नाम बरुवा एफसी हुनेछ र अबदेखि हामी सबै बरुवा एफसी लाई गर्वसाथ प्रतिनिधित्व गर्नेछौँ। र अब चाहिँ हाम्रो कार्य समितिमा पनि केही फेरबदल रहेको छ होइन। हामीले अलरेडी यो अगाडि नै डिस्कस गरिसकेका छौँ होइन। सो अब चाहिँ म एक एक गर्दै नाम बोलाउँदै जान्छु होइन। अगाडि आउनु होला। र हाम्रो को सदस्यज्यूलाई चाहिँ, हाम्रो को सदस्य विजय तामाङज्यूलाई चाहिँ खदा लगाई सरसम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्य समितिमा अनि खदा लगाउने क्रममा तपाईहरु आएर चाहिँ यहाँ बसिदिनु होला है, आसन ग्रहण गरिदिनु होला। हाम्रो कार्य समितिमा अध्यक्षको रूपमा भनेको यथावतै छ, मै छु हेमन्त तामाङ है। हाम्रो उपाध्यक्ष चाहिँ फेरबदल भएको छ। उपाध्यक्षमा चाहिँ हाम्रो चाहिँ रेशम राणा हुनुहुन्छ। उहाँलाई अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। वेलकम। हाम्रो नयाँ बरुवा एफसी को उपाध्यक्ष रेशम राणालाई चाहिँ म आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यही बस्नु। त्यस्तै गरी हाम्रो
सचिव पनि यथावतै रहेको छ। सचिवमा चाहिँ हाम्रो रोशन श्रेष्ठजी हुनुहुन्छ। रोशन श्रेष्ठज्यूलाई पनि म अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। रोशन श्रेष्ठजी तपाईँ पनि यता आएर आसन ग्रहण गरिदिनु होला, यता आएर लेखिदिनु होला। त्यसै गरी हाम्रो सहसचिवमा चाहिँ नरेश गुरुङ हुनुहुन्छ। अहिले हामी माझ हुनुहुन्न, उहाँको कार्यव्यस्तताले गर्दाखेरि चाहिँ आज आउन पाउनु भएको छैन। र को सदस्यमा पनि हाम्रो यथावतै हुनुहुन्छ हाम्रो विजय तामाङ, अहिले चाहिँ खदा लगाइदिँदै हुनुहुन्छ। र हाम्रो कार्य समितिको लास्ट बुदामा चाहिँ संयोजकमा चाहिँ फेरबदल भएको छ। हाम्रो संयोजकमा चाहिँ गोपाल लिम्बुज्यू हुनुहुन्छ, उहाँलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरौँ, बसौँ। र हाम्रो सल्लाहकारमा चाहिँ हाम्रो हुनुहुन्छ भुवनारायण चौधरीज्यू। भुवनारायण चौधरीज्यूलाई पनि म अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सल्लाहकारकै भूमिकामा चाहिँ हाम्रो निराज घतानी पनि हुनुहुन्छ। आज चाहिँ उहाँ कार्यव्यस्तताले गरेर आज मिटिङमा आउनु पाउनु भएको छैन। त्यसै गरी हाम्रो तेस्रो नम्बरमा हुनुहुन्छ अविनाश माझी, उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यता बस्नु। सल्लाहकारकै हाम्रो भूमिकामा चाहिँ हुनुहुन्छ हाम्रो सुजन पौडेलज्यू। आज कार्यव्यस्तताले गरेर उहाँ आउनु पाउनु भएको छैन। र हाम्रो अन्तिम बुदामा हुनुहुन्छ हाम्रो सल्लाहकारको भूमिकामा चाहिँ निर्वाह गर्दै हुनुहुन्छ हाम्रो सिजाम छेत्रीज्यू, उहाँलाई पनि आसन गर्दछु। ल र हाम्रो बरुवा एफसी को क्याप्टेनमा पनि फेरबदल रहेको छ है। आजदेखि चाहिँ आधिकारिक हाम्रो टिम क्याप्टेनमा चाहिँ हाम्रो पहिलो टिम क्याप्टेन हुनुहुन्छ हाम्रो क्लबको चाहिँ जीवन लिम्बू, उहाँलाई पनि म अनुरोध गर्दछु। त्यसै गरी हाम्रो टिम क्याप्टेनमा चाहिँ हाम्रो दोस्रो क्याप्टेन रहनु भएको छ चाहिँ रेशम राणा, उहाँले अलरेडी उपाध्यक्षमा हुनुहुन्छ, अलरेडी आसन ग्रहण गरिसक्नु भएको छ। र तेस्रो हाम्रो टिम क्याप्टेनमा हुनुहुन्छ धनकुमार गुरुङ उर्फ गोर्खे, अहिले उहाँ चाहिँ हुनुहुन्न है, कार्यव्यस्तताले गरेर उहाँ अहिले बाहिर हुनुहुन्छ। त्यसै गरी हाम्रो साधारण सदस्यहरूमा चाहिँ दीपक तामाङ चाहिँ आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु दीपक तामाङलाई पनि। त्यसै गरी हाम्रो साधारण सदस्यमा हुनुहुन्छ दीपक राणा पनि, अहिले चाहिँ उहाँ भिडियोग्राफी गरिरहनु भएको छ। होइन ठिकै छ। हाम्रो अर्को साधारण सदस्य हुनुहुन्छ रवि महतो, उहाँ अहिले कार्यव्यस्तताले गरेर बाहिर हुनुहुन्छ। त्यसै गरी अमृत पनि बाहिरै हुनुहुन्छ र भरत सर पनि अहिले बाहिरै हुनुहुन्छ। र अन्तिम हाम्रो साधारण सदस्यमा चाहिँ रहनु भएको छ विशाल, आज कार्यव्यस्तताले गरेर विशाल पनि आउनु भएको छैन है त। र अब हाम्रो अन्तिम बुदा भनेको कोचिङ स्टाफमा
अब हेड कोचमा म स्वयमै रहेको छु र हाम्रो एसिस्टेन्ट कोच हुनुहुन्छ रोशन श्रेष्ठज्यू, हाम्रो सचिव सर। र बरुवा एफसी क्लबका केही नियम तथा आचार संहिता यस प्रकार रहेको छ। बरुवा एफसीलाई अनुशासित, सम्मानित र सफल क्लबका रूपमा अगाडि बढाउन सम्पूर्ण खेलाडी तथा सदस्यहरूले निम्न नियमहरूको पालना गर्नु अनिवार्य हुनेछ। नम्बर 1, अनुशासन र आपसी सम्मान। क्लबमा गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट को सिद्धान्तलाई सबैले आत्मसात गर्नुपर्नेछ। कुनै पनि समस्या वा विवाद झगडाबाट होइन, आपसी संवाद, संयमता र समझदारीबाट समाधान गर्नुपर्दछ। सबै सदस्यले एक अर्काको सम्मान गर्दै वातावरण एकदमै अनुकूल कायम राख्नुपर्छ। नम्बर 2, मदिरा सेवन निषेध। मदिरा सेवन गरेर ट्रेनिङ, मैत्रीपूर्ण खेल वा कुनै पनि आधिकारिक खेलमा उपस्थिति हुन पूर्ण रूपमा निषेधित गरिएको छ। यदि कुनै खेलाडी मदिरा सेवन गरेको अवस्थामा उपस्थित भएको पाइएमा तत्काल क्लबबाट बहिष्कार गरिनेछ। नम्बर 3, सबै कुरा नराम्रो भन्ने पनि छैन है। क्लबमा सहयोग शुल्क, क्लबको नियमित सञ्चालन, प्रशिक्षण तथा अन्य गतिविधिलाई निरन्तरता दिन प्रत्येक खेलाडीले प्रत्येक खेल कार्यक्रम अथवा हाम्रो टुर्नामेन्टमा पनि र हाम्रो क्लबलाई पनि सुरुवातको दिनदेखि नै हाम्रो खेलाडी साथीहरू तथा हाम्रो कमिटी सदस्यहरूले सबैजनाले 15 कतारी रियाल चाहिँ सहयोग स्वरूप उपलब्ध गरिदिनु भएको छ। त्यसको लागि चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु सबै खेलाडी साथीहरूलाई पनि र हाम्रो कमिटी सदस्यहरूलाई पनि। त्यो एकदम राम्रो कुरा हो हैन। हामी एक हुनुपर्छ, युनिटी नै सबैभन्दा हाम्रो शक्ति हो है। सबैजना चाहिँ एक भएर चाहिँ अघि बढ्नुपर्छ है त। नम्बर 4, सकारात्मक सोच, एकता र हाम्रो भविष्य। सबै कुरा नराम्रो मात्र छ भन्ने होइन, अघि पनि मैले भने हाम्रो क्लबका खेलाडी भाइहरू वास्तवमै निकै राम्रो, जोसिला, आटिला, मेहनती र अनुशासित हुनुहुन्छ। जिम्मेवारी दिँदा त्यसलाई इमानदारीपूर्वक पुरा गर्नुहुन्छ। सुझाव र निर्देशन पनि सकारात्मक रूपमै स्वीकार गर्नुहुन्छ। हाम्रो भाइहरू धेरै खटेको पनि छ, गेमहरू हुँदाखेरि पनि गोल टिप्नेदेखि लिएर आएर पानी बाँड्नेदेखि लिएर आएर एकदम सबै कुराहरूमा चाहिँ एक्टिभ छ है। त्यसको लागि चाहिँ मेरो व्यक्तिगत तर्फबाट पनि खेलाडी भाइहरूलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु। खेल मैदानभित्र होस् वा मैदान बाहिर सबैले एक अर्कालाई साथ र सहयोग गर्दै आउनु भएको छ। क्लबको हरेक गतिविधिमा तपाईँहरूको योगदान अत्यन्तै सराहनीय छ। यही समर्पण, मेहनत र आपसी विश्वासले हाम्रो क्लबलाई अझ बलियो बनाएको छ। हामीले सधैँ एक अर्काप्रति माया, सम्मान र सद्भाव कायम राख्दै अघि बढ्नुपर्छ। एकता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो। अघि पनि मैले भनिहालेँ, एकता चाहिँ हुनु पर्यो, भाँडिनु भएन। अब ग्लोबल फोर्स एफसी सकियो, अब ग्लोबल नाम मात्र चेन्ज भएको, हामी सबै खेलाडीदेखि लिएर आएर कार्य समितिको सदस्यहरूदेखि लिएर आएर हामी सबैजना त्यही हो। सबैजना यो चाहिँ बुझ्नु पर्यो है। जब हामी एकजुट भएर एउटै लक्ष्यको लागि अघि बढ्छौँ तब कुनै पनि चुनौतीलाई हामीले रोक्न सक्दैन। अन्त्यमा मेरो एउटै चाहना छ, हामी सबै मिलेर बरुवा एफसीलाई यस्तो उचाइमा पुर्याऊ कि भविष्यमा जहाँ रहे पनि हामी गर्वका साथ भन्न सकौँ हामी बरुवा एफसीको हिस्सा थियौँ। र जब कुनै दिन हामी क्लबबाट टाढा भए पनि बरुवा एफसी प्रति चाहिँ हाम्रो गर्व र माया सधैँ जीवित रहोस्। साथै भविष्यमा क्लबलाई अघि बढाउने व्यक्तिहरूले पनि हामीलाई सम्मान र गर्वका साथ सम्झिन सकुन्। धन्यवाद। जय बरुवा एफसी। मेरो चाहिँ 2 शब्द यहीँ टुङ्गाएँ होइन, 2 शब्दभन्दा धेरै लामो भयो। अब चाहिँ बाँकी भनेको चाहिँ हाम्रो आजदेखि अब हामी अफिसियली बरुवा एफसी भयो होइन। अफिसियली नै अब बरुवा एफसी पहिलादेखि चलाउँदै आउनु भएको हाम्रो रेशम सर यहीँ हुनुहुन्छ होइन। आजदेखि अब उपाध्यक्षको पदमा पनि, उपाध्यक्षको गरिमाया पदमा पनि उहाँ आधिकारिक रूपमा आइसक्नु भएको छ र हाम्रो क्याप्टेनको भूमिका पनि उहाँले नै निर्वाह गर्दै हुनुहुन्छ। म चाहिँ हाम्रो उपाध्यक्ष तथा क्याप्टेन रेशम राणालाई चाहिँ 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नमस्ते है ल सबै दाइहरू। अब
हेमन्त दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हेमन्त दाई मात्रै नभएर सम्पूर्णलाई, किनभने अब यो फुटबलबाट जति जति अब टाढा जान खोज्दा पनि अब यताउता गरेर जे भए पनि अब आम एकपटक फेरि स्टार्ट गरौँ, राम्रोसँग चलाऊँ भनेर स्टार्ट गर्नुभयो। फेरि पनि अब आजसम्म यस्तो राम्ररी चलिआएको ग्लोबल फोर्स एफसी है, अहिले कतारमा सबैभन्दा चल्दो बल्दो जे भए नि ग्लोबल फोर्स एफसी थियो। तर पनि अब एकदम राम्रो निर्णय गरेर मन जितेर फेरि अब म बाध्यताले फेरि आउन पुगेँ। अब फेरि म यहाँ आएर मैले जति सक्दो एकदमै मैले आफ्नो तर्फबाट मैले बेस्ट दिने कोसिस गर्छु। अहिले त धेरै हाम्रो राम्रो हो, हामी एकदमै भाग्यमानी हो विदेशको ठाउँमा आएर हामी त खेलिन्छ पनि। दाईहरू जस्तो अरू उहाँहरू जस्तो साथ सपोर्ट पाइए त्यही हाम्रो लागि ठुलो कुरो हो। कति क्लबहरूमा नभएर हाम्रो क्लबहरू हामीले धेरै पटक देखिरहेछौँ, हाम्रो टुट्ने क्लब टुट्ने छुट्ने हामी पछि हट्नेको कारणको एउटा भनेको त्यो हुन्थ्यो। तर अहिले हामीलाई एकदम भाग्यमानी ठान्न पर्छ, दाईहरूले हाम्रो लागि यति गरिदिनु भयो भनेर। अब त्यस्तो सबैले मलाई लाग्छ सबैको सहमतिमा हो त्यो हाम्रो ग्लोबल फोर्स एफसीलाई फेरि हामी बडो एफसी भएर मिसाएर लगेको सबैको सहमतिमा हो, कसैको त्यस्तो छैन। अब सबैलाई थाहा, सबैलाई फुटबलको नीति नियमहरू, सबैलाई फुटबलको सबै जानकारीहरू सबै छ, खेल्नुहुन्छ सबैजना एकदम राम्रो गर्नुहुन्छ। यो भनेको हामीले एकजनाले चलाएर चल्ने कुरो होइन, एकजनाले चलाएर चल्ने कुरो होइन। जस्तो आजको दिनहरूमा हिजोको दिनहरूमा हजुरहरूको साथ सपोर्ट थियो, त्यस्तै फेरि आउँदो दिनहरूमा पनि हजुरहरूको साथ सपोर्ट चाहिन्छ। आफ्नो ठाउँबाट हजुरहरू आफ्नो बेस्ट दिनुहोस्। दाईहरू हुनुहुन्छ ब्याकअपमा, म पनि अबबाट यो क्लबमा अब जोइन भएको हो। अब मैले पनि आफ्नो बेस्ट दिने कोसिस गर्छु है। अरू सबैलाई थाहा छ। फेरि पनि म सबैलाई एकचोटि धन्यवाद दिन चाहन्छु मलाई अब यहाँको सदस्य गराएकोमा। ल धन्यवाद हाम्रो उपाध्यक्ष रेशम राणाज्यूलाई। र त्यसै गरी हाम्रो आजबाट बरुवा एफसीको कार्य समितिको गरिमाय पद संयोजकको भूमिकामा चाहिँ हाम्रो गोपाल लिम्बुज्यू पनि अटाउन सफल हुनु भएको छ। उहाँलाई पनि म बरुवा एफसीको तर्फबाट चाहिँ 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नमस्ते, धन्यवाद। ग्लोबल एफसी का अध्यक्ष, साथमा उपाध्यक्ष, कार्यरत रहनुहुने कोषाध्यक्ष, सचिव, सम्पूर्ण सदस्य मित्रजनहरू, साथसाथै हाम्रा खेलाडी मित्र साथीहरू। बरुवा एफसी हिजो अस्तिसम्म हाम्रो नजिकै हुँदाहुँदै ग्लोबल र गरबाको एक सम्बन्ध राम्रो भएर आज एकजुट भएको छ। यो सबैभन्दा खुसीको खबर हो, राम्रो कुरा हो। साथै यसरी एकजुट भएर लाग्नु भनेको धेरै राम्रो कुरा र धेरै खुसी लागेको पनि छ। सबैभन्दा राम्रो क्लब भनेको ग्लोबल फोर्स एफसी पुनः विघटन भयो, अहिले बरुवा एफसी भएको छ। कति कार्यरत रहनुहुने उपाध्यक्ष कोषाध्यक्षहरू विघटन भए पुनर्गठन भएर फेरि मजबुत हुँदैछ, राम्रो हुँदैछ, पक्का पनि गन्तव्यमा पुग्छ भन्ने हाम्रो आशा छ। सबै साथीहरू, प्लेयर, खेलाडीहरू, साथसाथै सल्लाहकारहरू भए सबैले साथ सहयोग दिन्छ भन्ने हामीले पूर्ण आशा छ। योभन्दा धेरै नबोलौँ न, 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद हाम्रो संयोजक गोपाल लिम्बुज्यूलाई। उहाँको 2 शब्द पनि एकदमै अमूल्य थियो। र साथै अब हाम्रो बरुवा एफसीको नयाँ क्याप्टेन जीवन लिम्बुज्यूलाई पनि म अगाडि आइदिएर चाहिँ 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नमस्कार है, नमस्कार सबैजनालाई। के भनौँ हौ फेरि यार, होइन अब यस्तो हो, एउटा टिम भनेको अब जुनै अब बरुवा एफसी भए पनि अब ग्लोबल एफसी फोर्स भए पनि सबैले अब खेल्ने भनेको चाहिँ अब खेलाडीले हो। अब पदाधिकारीहरू पनि अब चाहिन्छ सबैलाई होइन। अब पदाधिकारी भएन भने पनि अब खेलाडीहरूको अब अलिकति उयो हुन्छ, सबैले एकजुट भएर गर्ने हो। र अर्को कुरो भनेको चाहिँ अब हाम्रो टिममा भनेको अलिकति अनुशासन पनि अलिकति कम भइरहेछ। अब अनुशासन भनेको अब सबै प्लेयरहरूले, ताकि अब प्लेयर मात्रै नभएर अब पदाधिकारीहरूले पनि अलिकति सबै अनुशासनमा बस्यो भने अब खेलाडीहरू पनि बस्नु बाध्य हुन्छ नै।
र अब सबैले यो कुरोहरू चाहिँ अब सबैले मनन गरेर अब सबै साथीभाइहरू अब एकजुट भएर नै अब क्लब चलाउँदाखेरि चाहिँ अब अगाडि बढ्दै जाने हो। अब कसैको हुनु त अब सबैको समयमा अब ट्रेनिङ गर्नु मिल्दैन, गेम भएको बेलामा गेममा जानु पाइँदैन, तर पनि अब आफ्नो ड्युटीलाई हेरेर सबैले चाहिँ अब एकजुट भएर अगाडि बढ्दाखेरि चाहिँ क्लबलाई पनि फाइदा हुन्छ र अब सबै हाम्रो खेलाडी भाइहरूलाई पनि अब राम्रै हुन्छ, सबैको अब ट्रेनिङ हुन्छ सबै। अब अरू त के भन्नु, अब सबै भाइहरूलाई अब थाहा छँदैछ, अब यता पदाधिकारीहरू पनि अब सबैहरू अब महान हुनुहुन्छ होइन। अब यति भन्दै मेरो कुरा चाहिँ अब यही टुङ्गाए। हस्त नमस्कार। धेरै धेरै धन्यवाद हाम्रो टिम क्याप्टेन जीवन लिम्बुज्यूलाई र साथै अब हाम्रो बरुवा एफसीको को सदस्य विजय तामाङज्यूलाई पनि 2 शब्द राखिदिन म हार्दिक अनुरोध गर्दछु। विजय तामाङज्यू आउनु पर्यो। सर्वप्रथम हाम्रो अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, लगायत हाम्रा उपाध्यक्ष, हाम्रा संयोजक, हाम्रा सचिव सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, विशेष यो टाइम दिनुभएकोमा है। विशेष गरी चाहिँ जोस पहिला पनि साथ सपोर्ट दिँदै आएको थियो हामी सबैजनाले, अबको दिनहरूमा पनि म आशा गर्दछु कि हामी सबैजना मिलेर एकजुट भएर साथ सपोर्ट दिएर नै जानेछौँ होइन, त्यसरी अगाडि बढ्नेछौँ भन्ने म आशा गर्दछु। त्यही हो, आउँदो दिनहरूमा पनि सबैजनाको माया, सबैजनाको जोस जाँगर जे कुरोमाहरूमा, जस्तै अब टुर्नामेन्टदेखि लगायतदेखि सबै कुराहरूमा साथ सपोर्ट दिँदै आउनु भएको छ। यसरी नै साथ सपोर्ट आउँदो दिनहरूमा नि यसरी दिँदै जानु होला भन्दै म तपाईँहरूलाई विनम्र अनुरोध गर्छु। हस्, धन्यवाद हाम्रो को सदस्य विजय तामाङज्यूलाई पनि र अन्तिम अब हाम्रो सचिव रोशन श्रेष्ठज्यूलाई चाहिँ 2 शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र बाँकी अब कार्यक्रम सञ्चालनको लागि पनि म हाम्रो रोशन श्रेष्ठज्यूलाई चाहिँ हस्तान्तरण गर्दैछु। धन्यवाद। धन्यवाद सम्पूर्णमा। अब स्पेसल थ्याङ्क्स टु आवर नयाँ सदस्य हाम्रो रेशमजीलाई है। अब हामी सबैजनासँग अब जानकार नै छौँ। अब आजको मितिदेखि ग्लोबल फोर्स एफसी बरुवा एफसी भएकोमा म पनि एकदम धेरै खुसी छु र सबैजना आगामी दिनमा पनि यसरी नै मिलेर जाने र अझ क्लबको शिर माथि पुर्याउने काममा हामी एकताबद्ध हुनेछौँ भन्ने कुरा सम्पूर्णमा जानकारी गराउन चाहन्छु। र अब मितिदेखि चाहिँ हाम्रो ग्लोबल फोर्स एफसी चाहिँ बरुवा एफसी भएको घोषणा गर्न चाहन्छु र त्यसै गरी आजकै मिति चाहिँ हामीले अफिसियल रूपमा हाम्रो जर्सी पनि हामीले यहाँ घोषणा गर्न गइरहेका छौँ। त्यसै गरी हाम्रो समितिको अध्यक्ष हेमन्त तामाङ, उपाध्यक्ष रेशम राणा र त्यसै गरी टिम कप्तान जीवन लिम्बुलाई अगाडि आएर जर्सी आधिकारिक रूपमा घोषणा गरिदिनु म अनुरोध गर्न चाहन्छु र हाम्रो टिमको संयोजक गोपाल लिम्बुलाई पनि अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। Paint the struggle and climb. The clock keeps spinning, but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme.